Hello, my dear husband. Hello. Welcome to my vlog. Thank you so much. कताको यात्रा हो हजुर? आज अब नानीलाई घुमाउनु पर्यो नि, समय निकाल्नु पर्यो। अब छुट्टी पनि छ आज भोलि। हजुर। अनि घुमाउनु पर्यो नि बेलुका यसो, अब दिउँसो त घाम छ। ए अनि छोरीसँग बस्दा कस्तो लागिरहेछ त हौ बस्नु पाउँदा? छोरीसँग बस्दा त कर्म एकदम भोग्नु। रमाइलो लाग्छ नि। अब के गर्नु, अब छोरीको पढाइले गर्दा अब जानुपर्ने हुन्छ। जाने दिन आउँदैछ, कस्तो लागिरहेछ? अलिक कस्तो कस्तो लागिरहेछ हौ। कस्तो भन्नु, कस्तो ल भन्नु त? तपाईँको फिलिङ्स सुनाउनु न। फिलिङ्स अब दुःख दुःख लाग्छ नि हौ, सँगै बस्नु पाए। कर्म भोग्नुमा होइन? अँ, केही छैन, पछि बस्नुपर्छ। अब पछि तपाईँले बस्नु बेबी पर्छ। सुनेन्जालाई धेरै मिस गर्नुहुन्छ होला? गर्नु पर्यो नि। धेरै मिस गर्नुहुन्छ होला होइन? उम्, हाम्रो छोरी चाहिँ अघि आएर यता खेल्न गइसकिन, अघि आएको थिइन् अगाडि अगाडि कुद्दै। हामी चाहिँ अब एकछिन यहाँ बसेर गफसफ गरौँ है त। यहाँ बसौँ त, यहाँ बसौँ। हेलो। हेलो छोरी, ल्याऊ। हेलो, अब अनि नेपालदेखि यहाँ आएर कति महिना बित्यो? अहिले हाम्रो 7 महिना जति हुँदै होला। 7 महिना भयो। लगभग अनि 7 महिना भयो। 7 महिना जति भयो। अनि अब त घर जाने दिनहरू नजिकिँदैछ त। अब नजिकिँदैछ। कस्तो महसुस भइरहेको छ घर जाने दिन नजिक आउँदा? घर जानु, कोरिया पनि धेरै घुमिसक्यो, सबै घुमेर सकिन आँट्यो लगभग। अब अलिअलि छ, अब अलिअलि घुम्नु छ। जानु त राम्रै लाग्छ, तर पनि तपाईँलाई छोडेर तपाईँदेखि टाढा बस्दा चाहिँ अलिकति खल्लो महसुस त अवश्य पनि हुन्छ होइन नानी? तर राम्रै लाग्छ आफ्नो नेपाल है। अनि नेपाल रमाइलो कि कोरियामा रमाइलो? रमाइलो चाहिँ कोरिया नै रमाइलो। आफ्नो देश माया लाग्छ, मनपर्छ, छुट्टै कुरा, तर रमाइलो त यहाँ रमाइलो छ। हो। अनि कोरिया बसिन्जेलमा नेपालको के कुरा चाहिँ धेरै याद आयो? त्यो त तपाईँलाई थाहा छ। होइन, चाहे अब खानेकुरा हुन्छ, खानेकुरा नै हो मलाई चाहिँ विशेष। आमा बुवा आफन्तजन हुन्छ नि त। आफ्नो आफन्तसँग त भिडियो कलहरू गरेर दिनदिनै हेरिरहेछ, बोलिरहेछ, सबैजना सन्चो हुनुहुन्छ, आरामै हुनुहुन्छ, ठिकै छ होइन? तर विशेष सबै कुरा, खानेकुराहरू, भेजिटेबल्सहरू, सब्जीहरू चाहिँ यस्तो चाहिँ फ्रेस पाइँदो रहेछ, राम्रै छ। तर यहाँ मलाई फ्रेस मिटहरू चाहिँ पाइँदैन रहेछ, त्यही चाहिँ त्यति मिस हो? त्यति मात्रै हो। अब गएर त्यसो भए परपरी पड्काएर खाने हो क्या? यहाँ चाहिँ अलिक फ्रेस मासुहरू नपाउँदा चाहिँ, खसीको मासु, लोकल कुखुराहरू यस्तो फ्रेस नपाउँदा चाहिँ अलिकति त्यो चाहिँ मिस गरेँ, अरू चाहिँ सबै ठिक छ। हो, त्यसो भए तिम्रो त्यो कोरियामा यसो बेलुका हिँड्दाको लुक्स पनि म फुल देखाइदिन्छु ल। छैन, राम्रो छैन? ठुलो अलिक खुल्ला पेन्ट लाउँदा त अलिक सजिलो हुन्छ होला होइन? कम्फर्टेबल हुन्छ। ल, अनि कोरियामा आएर यो खानेकुरा चाहिँ कुन खाना चाहिँ मिठो लाग्यो? पनि सुरुमा चाहिँ केही पनि मिठो लाग्दैन थियो, अहिले चाहिँ सबै मनपर्छ। नुडल्सहरू पनि मनपर्छ, यताको होराइडोहरू के सबै मनपर्छ। अनि रामेन चाहिँ कुन मनपर्छ नि सबैभन्दा? रामेन चाहिँ सबैभन्दा बुलडक र के पो त्यो सिन रामेन पिरो, अनि अर्को यल रामेन, त्यो मनपर्छ। त्यो मनपर्छ सबैभन्दा चाहिँ बुलडक होइन? बुलडक बुलडक चाहिँ साह्रै मनपर्छ, तर पिरो हुन्छ नि, खानु नसक्ने हुन्छ, असर गर्छ नि त, धेरै खानु भएन नि त। धेरै खाँदिनँ। अनि लिएर चाहिँ जान्छ कि जाँदैन? खान्छु। हो, ल ठिक छ, अब नानीसँग एकछिन खेलौँ न त ल। दुईजना कता गएको? आनु उहाँ खेल्नुपर्छ। छोरी रिसाको हो? होइन, यस्तो ल उहाँ हो नि त ओपन खेल्नु पर्छ छोरी, तिमी र म खेल्ने अब ल। खुसी भइहाल्यो फेरि एकैछिनमा। कसले भुइँमा नझर्ने? नानीलाई त म छुनै दिँदिनँ हौ, कटेर
जिते हो तिमी पनि दिमाग त लास्टै चलाउँदो रहेछौ लु आए लु खेलौँ ल ल ल ल ए कहाँ फालेको तिमी दिमाग लाउँछौ ल कहाँ देख्छौ तिमी ओइ म त मुनिबाट जाऊ मुनिबाट लु ल्याउ ल्याउ अनि नि यहाँबाट चढेर कसरी जान्छ ल यहाँ चढ्नु अब चढ्ने हो चढ्ने पक्का पक्का लु टेक पक्का चढ्ने हो नि लु चढ अर्कोमा चढ्यौ नि हाम फाल यस खेलौँ ल छोरी खेलौँ ल अब ओके लु आयो रे मलाई त मार्छ क्या उसले त ए नाक भाँच्छ त वा मेरो कहाँ हानेको मलाई जित्न खोजेको